भदौ 23 को नवयुवा विद्रोहको विशेष गरी सुशासन, भ्रष्टाचारको विरोध र सार्वजनिक सेवा प्रवाहमा रहेका ढिलासुस्ती लगायतको माग राखेर गरिएको थियो। आज नयाँ जनादेश प्राप्त सरकार बनेको छ। संविधान बनेपछिको प्रतिनिधि सभाको झण्डै 2/3 संख्या सहितको स्पष्ट बहुमत प्राप्त सरकार छ। त्यसैले गर्दा पनि यो सरकारप्रति थप जिम्मेवारी र जनताको थप आशा हुनु स्वाभाविकै छ। मुलुकको राजनैतिक स्थिरता, नीतिगत स्पष्टता, रूपान्तरकारी सुधार, सार्वजनिक सेवा प्रवाहमा सुधार, अर्थतन्त्रको पुनर्संरचना, सुशासन लगायत सरकारले गर्ने राम्रा कामहरूमा हाम्रो नेपाली कांग्रेसको साथ रहनेछ। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले संसदमा पेश गर्नुभएको विनियोजित विधेयक 2083 को 5 बुँदामा सिद्धान्त र प्राथमिकताको समग्र क्षेत्रलाई समेटेर प्रस्तुत गर्नुभएको छ। उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने, कर प्रणालीलाई सरल, न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्धनलाई जोड्ने, कृषि क्षेत्रलाई आर्थिक रूपान्तरको संवाहकको रूपमा अघि बढाउने, थोरैले धेरै सेवा दिने आधुनिक प्रशासनिक निर्माण गर्ने, लगानी एक्सप्रेस नीति मार्फत उद्योग, लगानी र पूर्वाधार परियोजनाको स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई सरल र समय सापेक्ष बनाउने जस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। बजेट मार्फत यसको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु। सरकारले लिएको मध्यम आय भएको मुलुकको स्तरोन्नति गर्न 7% को औसत आर्थिक वृद्धि दरको लक्ष्य स्वागतयोग्य छ। मध्यपूर्वमा विकसित तनाव र घटनाक्रमले हाम्रो हरेक क्रियाकलापमा प्रत्यक्ष असर परेको छ। इन्धनको मूल्य वृद्धिले हरेक सामग्रीको मूल्य वृद्धि हुनु गएको छ भने हाम्रा किचनहरू, हाम्रा भान्साहरू महँगो हुँदै गएका छन्। त्यसका लागि म नेपाल सरकारलाई वैकल्पिक उपायहरू लिनका लागि पनि ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, आधारभूत सेवा राज्यका हरेक नागरिकले सम्मान स्वरूपले प्राप्त गर्ने नीति बजेट मार्फत ल्याउने निम्ति आग्रह गर्दछु। दूरदराजको नागरिकले आज पनि राज्यले प्रदान गर्ने सार्वजनिक तथा आधारभूत सेवा उपयोग गर्न पाएका छैनन्। एक गाग्री पानी लिन घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। शहरमा एक्सप्रेस वे बन्दै गर्दा सडक सञ्जालले नछोएका हजारौं बस्तीहरू छन्।